नियुक्ति हुनुभएका अध्यक्ष र सदस्य पदको शपथ ग्रहण समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। अब म सम्माननीय प्रधान न्यायाधीशज्यूको अनुमतिले शपथ ग्रहण कार्यक्रम अगाडि बढाउन चाहन्छु। सम्माननीय प्रधान न्यायाधीशज्यू, सर्वदलका वरिष्ठ माननीय न्यायाधीशज्यू, नवनियुक्त बेपत्ता पारेका व्यक्तिको छानबिन आयोगको अध्यक्ष पदमा नियुक्त हुनुभएका श्री लीलादेवी घटोलाज्यू, नवनियुक्त सत्य निरूपण तथा निर्णय आयोगको अध्यक्ष पदमा नियुक्त हुनुभएका श्री महेश थापाज्यू, नवनियुक्त बेपत्ता पारेका व्यक्तिको छानबिन आयोगको सदस्य पदमा नियुक्त हुनुभएका श्री गोपालनाथ योगीज्यू, श्री अग्निप्रसाद नवनियुक्त सत्य निरूपण तथा निर्णय आयोगको सदस्य पदमा नियुक्त हुनुभएका श्री अच्युत प्रसाद भण्डारीज्यू, श्री टीका प्रसाद ढकालज्यू, श्री बहादुर साईज्यू, श्री कुमारी कौशल्या ओझाज्यू, श्रीमान मुख्य रजिस्ट्रारज्यू, श्रीमान कानुन न्याय तथा संसदीय मामला मन्त्रालयका सचिवज्यू, सर्वोच्च अदालतका उदय रजिस्ट्रारज्यूहरू, बेपत्ता पारेका व्यक्तिको छानबिन आयोगका श्रीमान सचिवज्यू, सत्य निरूपण तथा निर्णय आयोगका श्रीमान सचिवज्यू, राष्ट्रपति कार्यालयका सहसचिवज्यू, सर्वोच्च अदालतका सहरजिस्ट्रारज्यूहरू लगायत सम्पूर्ण कर्मचारी साथीहरू, नेपाल सरकार मन्त्री परिषदको मिति 2082/131 को निर्णयअनुसार बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षको नियुक्ति भएकोले बेपत्ता पारिएको व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 को दफा 41 मा दुवै आयोगका अध्यक्षले सम्माननीय प्रधान न्यायाधीशज्यूबाट शपथ ग्रहण लिनुपर्ने व्यवस्था भएको हुँदा बेपत्ता पारेको व्यक्तिको छानबिन आयोगको अध्यक्ष पदमा श्री लीलादेवी गौडतला र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष पदमा श्री महेश थापालाई शपथ ग्रहणका लागि आवश्यक व्यवस्था हुन भनी कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको 6/244 मिति 2082/24 को पत्रबाट जानकारी प्राप्त भएको बेहोरा म सादर निवेदन गर्दछु। बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 को दफा 41 बमोजिम आफ्नो कार्यभार सम्हाल्नु अघि अध्यक्षले प्रधान न्यायाधीश समक्ष शपथ लिनुपर्ने व्यवस्था भएकोले उल्लिखित व्यवस्था बमोजिम आजको यस शपथ ग्रहण कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष पदमा तोकिनु भएका श्री लीलादेवी गौडतलाज्यूलाई अध्यक्ष शपथ ग्रहण गराइदिनु हुनको लागि सम्माननीय प्रधान न्यायाधीशज्यू समक्ष म हार्दिक अनुरोध गर्दछु र अध्यक्ष श्री लीलादेवी गौडतलाज्यूलाई शपथ ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। ईश्वरको नाममा शपथ लिन्छु कि नेपाली जनता र प्रचलित संविधान तथा अन्य कानुनप्रति निष्ठावान रही आफूले ग्रहण गरेको बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगको अध्यक्ष पदको जिम्मेवारी र कर्तव्य कसैको डर मोलाइजा पक्षपात द्वेष वा लोभमा नपरी इमानदारीका साथ पालना गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई ज्ञात हुन आएको कुरा प्रचलित कानुनको पालना गर्दा बाहेक आफू बहाल रहेको वा नरहेको कुनै पनि अवस्थामा प्रकट गर्ने छैन। शपथ लिनुपर्ने व्यवस्था भएकोले उल्लिखित व्यवस्था बमोजिम आजको यस शपथ ग्रहण कार्यक्रममा सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष पदमा तोकिनुभएका श्री महेश थापाज्यूलाई शपथ ग्रहण गराइदिनुका लागि म सम्माननीय प्रधान न्यायाधीशज्यूसँग हार्दिक अनुरोध गर्दछु र अध्यक्ष श्री महेश थापाज्यूलाई शपथ ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। म महेश थापा
सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु निष्ठापूर्वक प्रतिज्ञा गर्छु ईश्वरको नाममा शपथ लिन्छु कि ईश्वरको नाममा शपथ लिन्छु कि नेपाली जनता र प्रचलित संविधान तथा अन्य कानुनप्रति निष्ठावान रही नेपाली जनता र प्रचलित संविधान तथा अन्य प्रचलित निष्ठावान रही कानुनप्रति निष्ठावान रही आफूले ग्रहण गरेको सत्य निरूपण तथा निर्माण आयोगको अध्यक्ष पदको सत्य निरूपण तथा निर्माण आयोगको अध्यक्ष पदको जिम्मेवारी र कर्तव्य कसैको डर मोला इजा पक्षपात द्वेष वा लोभमा नपरी कसैको डर मोला इजा पक्षपात द्वेष वा लोभमा नपरी इमानदारी साथ पालना गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई ज्ञात हुनाएको कुरा प्रचलित कानुनको पालना गर्दा बाहेक आफूले बाल रहेको वा नरहेको कुनै पनि अवस्थामा प्रकट गर्ने छैन। आफूले बहाल रहेको वा नरहेको कुनै पनि अवस्थामा प्रकट गर्ने छैन। बसेर